अलि अगाडि आउनु न देख्दैन विश्वराम हजुर भिडियो लिएको हो हामीले कलाको इन्ट्रोडक्सन दिनुपर्छ कला र कला हामीले कहाँबाट सिक्ने यो हाम्रो प्राचीन हाम्रो ऐतिहासिक मौलिक चिनारी हाम्रो सभ्यताको प्रतीकका रूपमा लिएको यो कलाकारिता यो कलाकारिता चाहिँ हामीले कसरी सिक्ने कसरी सिकाउने र कसरी हामीले मठ मन्दिरहरू हामीले बचाइराख्ने हाम्रो सभ्यताको प्रतीक हाम्रो चिनारीहरू बचाइराख्ने भनेर यो जस्तो हाम्रो योगिनी महायोगिनीको यो जुन देखिराख्नु भएको छ यो कलाहरूले सिक्ने हो यो कलाहरूलाई बचाएर हाम्रो सभ्यता बचाउने हो हेर्नुहोस् न यो कला यति मजाको कला छ यो एउटा पाटामा तामाको पाटामा उठाएर ठोजा माझा गरेर उठाएर हाम्रा पुर्खाले महेन्द्र मल्लको पालोमा लगभग 700 वर्ष अगाडि महेन्द्र मल्लको पालोमा यो काठमाडौँको हाम्रो तुलजा देवी तलेजु भवानी मन्दिरको छाना मुनिको एउटा हाम्रो ध्वजा हो यो ध्वजा त्यहाँ जुन तलेजु भवानीको मन्दिर जुन हाम्रो हरिसिंह देव राजा सँगै आगमन भएको हाम्रो तलेजु भवानीको मन्दिर निर्माण उता महेन्द्र मल्लले बनाउँदाखेरि राजा महेन्द्र मल्लले बनाउँदाखेरि उहाँको पालोमा बनेको कलाकृति 700 वर्ष पहिलादेखि यत्तिकै रहेको कलाकृति हो जुन कलाकृति त्यो मन्दिरको कलाकृतिहरू कालखण्डमा क्लाइमेटको कारणले प्रकृतिको कारणले भूरी बतासको कारणले अष्टयोगिनी रहेको छानाको मुनि अष्टयोगिनी रहेकोमा 4वटा योगिनी तल 4वटा योगिनी माथिमा माथिको योगिनी 2वटा हावाले खसेर एउटा चाहिँ जीर्ण हुने अवस्थामा खसेको भने यो चाहिँ कचाककुचुक परेको अवस्थामा खसेको थियो र हामीलाई यो म त अब कलाकारितामा नै अब मेरो कामै पेसाइ कला भयो हामीले चाहिँ अब यो मूर्तिहरू हामीले सिक्ने भनेको हामीले कला सिक्ने हाम्रो यो भनेको अब बेसिक लेभलमा हामीले सिक्यौं अब अझै पनि महासागर बाँकी छ कला सिक्नको लागि त्यो कारणले त्यो महासागर भनेको हाम्रो लागि अहिले यही चिनारी यही प्रतीकहरू छ मठ मन्दिरमा रहेको यस्तो उत्कृष्ट कलाहरू हेरेर नै हामीले सिक्छौं यति जानेको एकदम काम जानेको भनेर सायद सबैले भन्लान् तर यो जतिको क्वालिटीको यो महेन्द्र मल्लको यो पाटामा उठाएको क्वालिटीको म पनि सिक्न धेरै नै मैले अध्ययन गर्नुपर्ने छ यति राम्रो कलाकृति हो पाटामा नै उठाएर यस्तो मुखको एक्सप्रेसनदेखि अलि अगाडि ल्याउँछ विश्वराम मुखको एक्सप्रेसनदेखि हेर्नुहोस् न त्यति भुटाहरू केही कम्प्लिकेट छैन यहाँ मुखको एक्सप्रेसनहरू हातहरू यो सबै पाटामा उठाएर यति मजाले बनाएर त्यसमाथि सुन लगाएको 700 वर्ष अगाडि लगाएको सुन आजसम्म जस्ताको तस्तै चम्किरहेको छ र हाम्रो अहिले पनि हामीले यो सुनले पनिदेखि लिएर यो पाटामा उठाएको यो साको पाटा भनेको यो हातले पिटेको पाटाहरूमा उठाएको यो की त्यो बेलाको अब वायरिङ गर्ने थिएन सबै यो कीले अर्काएर हरेक टुक्राहरू एक टुक्राहरू कीले अर्काएर राखेको यो उठाएको हेर्नु न यो पद्धति सिक्न हामी एकदम जरुरी छ किनकि यो पद्धति हामीले यो कलाकारिताको यो पद्धति यो एक्सप्रेसन यो कला यो एनाटोमी यो आइकोनोग्राफीहरू सिकेन भने लोप यो कलाकार पनि लोप भएर जान्छ कलाकारिता पनि लोप भएर जान्छ कला पनि लोप भएर जान्छ यो कला मात्र लोप हुँदैन यो सँगसँगै हाम्रो यो त हाम्रो मूर्त सम्पदा हो कलाकारिता अमूर्त सम्पदा हो यो कला मूर्त र अमूर्त सम्पदा दुवै लोप हुने हो त्यही भएर यस्तो यो चीजहरू नै हाम्रो गुरु अहिलेको अवस्थामा यो ऐतिहासिक यो धरोहरहरू यो हाम्रो ऐतिहासिक यो सम्पदाहरू नै हाम्रो टिचरको रूपमा गुरुको रूपमा आएको छ र हामीले तलेजु भवानी मन्दिरको हरेक बिग्रेको सामानहरू उहाँको श्रद्धेय आचार्यहरू पुरातत्व विभाग र त्यहाँका हाम्रो अफिसरहरूसँग हामी मिलेर योहरू बनाएर हामीले कति सामान हामीले चढाउने आफू पनि चढाउने मौका पाएका छौं त्यहाँ फेरि सचाइदिने फेरि सम्पदाहरू पुरानो बिग्रेको सम्पदाहरू फेरि हामीले जीर्णोद्धार गरेर राखिदिने मौका पाएका छौं त्यही सिलसिलामा जुन एउटा भग्नावशेष एउटा बिग्रेको एउटा चाहिँ कामले बिग्रेकोलाई चाहिँ हामीले पूर्ण रूपमा फेरि बनाउँदैछौं र यसलाई जो कि काचाको परेको थियो त्यसलाई आज हामीले यसरी उठाएर हेर्दाखेरि यो सबै थोएर हेर्दाखेरि यति खुसी भयो कि यो कला देखेर आफ्नै घरमा साक्षात योगिनी महायोगिनी आएको जस्तो भएको छ हेर्दै कति रमाइलो कति राम्रो छ हेर्नु न यतिको कला हामी अहिले पनि जति पनि कलाकारिताको क्षेत्रमा छ यतिको कला गर्न हामीले अझै पनि धेरै मेहनत गर्नुपर्ने छ त्यसकारणले मैले यो चीजलाई आज शनिबारको दिन भए पनि मैले काम गरेर सबैलाई हाम्रो कालीगत दाइहरू सबैलाई चाहिँ यो बारेमा धेरै कुरा आज छलफल गर्यौं जय तलेजु भवानी मन्दिर